सबैजनालाई नमस्कार। के नेपाली राजनीतिमा जनताको आवाजले फेरि एकपटक नेतृत्वलाई सही दिशा देखाएकै हो कि जनताको शक्तिले फेरि एकपटक ठूला नेताहरूलाई आफ्नो बोली फेर्न बाध्य पारेको हो? कहिलेकाहीँ नेतृत्वमा रहँदा कार्यव्यस्तताले गर्दा केही महत्त्वपूर्ण विषयहरू ओझेलमा पर्न सक्छन्, तर जब सचेत नागरिकले प्रश्न सोध्न थाल्छन् तब मात्रै ती विषयहरूले पुनः प्राथमिकता पाउँछन्। आज हामी कुरा गर्दैछौँ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालजीको बारेमा। पार्टी सभापति रवि लामिछाने नै हो र प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह नै हो। हिजोसम्म पत्रकारले सोद्धा मलाई 7 बुँदे सम्झौता कण्ठ छैन, हेर्नुपर्छ भन्ने उहाँ आज अचानक बालेन्द्र शाह नै प्रधानमन्त्री बन्ने कुरा स्वीकार्दै हुनुहुन्छ। आखिर यो जादु कसरी भयो? त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। तपाईले के जम्मा 7 बुँदे सम्झौताको मुख्य बुँदा प्रधानमन्त्री को बन्ने भन्ने बारेमा कोही नेताले बिर्सिन सक्छ र? तर अहिले उहाँले निकै सकारात्मक रूपमा बालेन्द्र शाह नै आगामी प्रधानमन्त्री बन्ने कुरालाई स्पष्टसँग स्वीकार्नु भएको छ। के देशको कार्यकारी नेतृत्व जस्तो महत्त्वपूर्ण विषय समेटेको 7 बुँदे सम्झौताको मुख्य बुँदा बिर्सिने विषय थियो र? सायद यो बिर्सिनुभन्दा पनि पार्टीभित्रको आन्तरिक तयारी र संवादको कमी पनि हुन सक्छ। तर जे होस्, अन्त्यमा भए पनि जनचाहना बुझेर उहाँको आँखा खुलेकोमा र सत्यलाई आत्मसात गर्नुभएकोमा हामी उहाँलाई धन्यवाद दिन चाहन्छौँ। वास्तवमा रासोपाले जुन ऐतिहासिक सफलता पाएको छ त्यसमा बालेन्द्र शाहको लोकप्रियता र उहाँप्रतिको जनविश्वास एउटा ठूलो शक्ति थियो। सुरुमा केही अन्योलता देखिए तापनि जब जनताले आफ्नो चासोहरू राख्न थाले, नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएको छ र आफ्नो बाचा पुनः स्मरण गरेको छ। यसले के प्रमाणित गर्छ भने नयाँ राजनीतिमा नेताहरू मात्र होइनन् तर नागरिकहरू पनि उत्तिकै सचेत र जिम्मेवार छन् भनेर। अब आगामी 5 वर्षको लागि डीपीजी र रासोपा नेतृत्वलाई जनताको सुझाव के छ भने अब कुनै दुविधा नराखिकन बालेन्द्र शाहको नेतृत्व र तपाईँहरूको सङ्गठनलाई एउटै लयमा अगाडि बढाउनुपर्छ। जनताको यो भरोसालाई टुट्न नदिनु नै तपाईँहरूको सफलता हुनेछ। यो एउटा साहसिक र जिम्मेवार कदम हो र तपाईँहरू नयाँ राजनीतिको संवाहक हुनुहुन्छ। 7 बुँदे सम्झौताको बारेमा देखिएका सानातिना भ्रमहरू चिर्न अब यो ऐतिहासिक दस्तावेजलाई सार्वजनिक गरिदिनुपर्छ। यसले तपाईँहरूप्रतिको विश्वासलाई अझै उँचो बनाउनेछ। बालेन्द्र शाहको कार्यशैली र रासोपाको सङ्गठनात्मक शक्ति मिल्दा देशले साँच्चै कोल्टे फेर्न सक्छ। अब व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर बालेन्द्रजीलाई एउटा स्वतन्त्र र शक्तिशाली प्रधानमन्त्रीको रूपमा काम गर्ने वातावरण मिलाइदिनुपर्छ। नेतृत्व तहबाट आउने स्पष्ट र एउटै स्वरले शुभचिन्तकहरूमा उत्साह जगाउँछ। त्यसैले अबका दिनमा सम्झौताका बुँदाहरूमा कुनै दुविधा नराखिकन अगाडि बढाउनुपर्छ। नेपाली जनताले तपाईँहरूलाई र बालेन्द्र शाहलाई एउटा अन्तिम आशाको रूपमा हेरेका छन्। यदि यो सहमति केवल राजनीतिक दाउपेच मात्रै भयो र कार्यान्वयनमा फेरि अडचनहरू देखिए भने यसले आम नागरिकहरूमा ठूलो निराशा पैदा गर्नेछ। राजनीतिमा आएका नयाँ शक्तिहरूले पुराना गल्ती दोहोऱ्याउनु हुँदैन। यदि तपाईँहरूले यो अवसरलाई सदुपयोग गर्न सक्नु भएन र सत्ताको खेलमा अल्झिनु भयो भने फेरि विश्वास जित्न असम्भव हुन सक्छ। अन्त्यमा सम्पूर्ण नेपाली जनताहरूलाई आग्रह गर्न चाहन्छु, सधैँ यस्तै सचेत रहनुहोला। तपाईँहरूले सोध्ने प्रश्नहरूले नै नेतृत्वलाई जिम्मेवार र उत्तरदायी बनाइरहनेछ। के तपाईँलाई लाग्छ बालेन्द्र र रासोपाको यो सहकार्यले अब नेपालमा साँच्चै परिवर्तन ल्याउँछ? आफ्नो विचार कमेन्टमा मर्यादित रूपमा राख्नुहोला। धन्यवाद। नमस्ते।